हो र धान चाहिँ हो फेरि सानो उता छैन त हौ यहाँ त जुन आयो है बरबटेको डाँडामा उता भालेलाई गाड उता अलिक ठुलो भालेलाई अझै वर है तर कस्तो खालको मजाले नआउँदो रहेछ छरिएर सारिरहनु भन्दा त यहाँ उठे नाङ्गरी ल्याइन त केमा बिरखण्ड है यो बस्तामा है बोरामा त कहाँ पहिला जोडी जान्छ होला नि गएर चाहिँ के को हिजै भेटेर अरे भोलि भेटौँला भनेर हिँड्यो को नि त ए चिसोले सतायो यता छ यसरी आएर यो बाँसथान अनि चौसिलाङ उता आइतबारे छेउमा पो पुग्दो रहेछ त यही होला त उसको पूजा गर्ने रुख हो यो तल झरीको यता जाँदा त्यहीँ बर्फी फल तर बाँसघरी भरिस यहाँ ठङ्ग्रङ्ग होइन मरेछ पोल चाहिँ ठिक छ यहाँ तल सिरिस थिएछ यो पिपलको रुखी ठिकै छ बर त यहाँ सर्लक्कै मरेछ के भएर मर्यो त्यत्रो तल हाँगा गएको यतापट्टि त ठिकै छ कि मरेकै हो बरपिपल भिरमुनि गाउँ यता यमा गाउँ त यता हो अमिका आगुवा झर्ने तर्खरमा यहाँसँग कराउँदैछ पारी त यमा गाउँ अनि अलैँची जङ्गल भएछ सके बसेनु चौतारीको यहाँ छाँगा हेरौँ कस्तो छ त देख्नु अलिअलि रहेछ यहाँ होला टुबाको चौतारा बाटो यता जान्छ यता चाहिँ नि तलदेखि आउँछ यहाँ ठुलो रुख छ
मास्तिर चाहिँ रुख यिनीहरू हो बाको चौतारा रुख कति अग्लो छ त हिलेको रुख हाम्रो अलैँची बारी उत्तिस गाडी तर अलैँची छैन उत्तिसमा चाहिँ छ अलिअलि कागुवा खोला कति बोट छ 31 त हुनुपर्ने अलि ढलेर सक्यो कि जङ्गल छ यसो हेरिरह काट्ने लागि भएको छैन यो अलैँची बारी कागुवा बारी सन्चे दह अलतिर पुग्छ तल यता पहाडी हाम्रो 31 अलैँची यता के छ यता त डाँडा गाउँ जाने बाटो यता अढारलाङ भिरखण्डा यता बढारलाङ अढारलाङ हो है यो चिलाउने त्यत्रै रहेछ कुलो थियो अब हामी दाइँमा हिँड्ने है बेब्या बरादो हो भन्दैन त ए पारी पनि दाइने रहेछ है जोसनहरुको माउला घरको दाइ ए यता छ दाइ यहाँ दाइ आए है दा हिजो त घर आएको थिएन आइराखे हिजो माथि यो हामी तल पुखुवा गएको थियौँ यो हाम्रो धारा एक घर अलिक परसम्म थियो यहाँ टुटेछ हैन के अरे याङमिनको नाम ए दयाङ ए गाठी अनि दाइको नामलाहाङ र दयाङ ए यो पानी खाएर आएकोलाई यता ल्याउने बाबु हुन्छ ल ए पानी खायो होला यो उते माथि नि खान्छ कोइरालाको फेदमा अलि उ 2-3 ठाउँ छ ए उते त आज सुत्दै थियो कोनी यता खेजीले त नाति यसलाई आज के मिलेन धापी हालौ बुढा भइसकेको ए अप्ठ्यारो रहेछ है त्यो नाङ्नु त आइज तर म चाहिँ जाउँ खोला पापाले लानुहुन्छ अब धारा हाम्रो धारा पहिला हामी पानी भर्ने धारा पो त यो त यहाँ दह थियो पहिला हैन यहाँ माछा थियो ठ्याक्कै यो याङमिनु भएको यहाँ दह थियो पौडी यहाँ पनि खेल्थ्यौँ कहिलेकाहीँ यहाँ ठुलो दह थियो नि पहिला त यता पो दह बसेछ
यहाँ त थिएन दह फिलिली बग्थ्यो दह यहाँ थियो ठुलो दह अनि ऊ तल थियो दह अनि यहाँ अहिले दह बसेछ माछा छैन ए गरेर होला त्यो लिच्छेङ होला त्यो के हो यो फेरि यहाँ पो थियो त हाम्रो धारा त गएछ खेर हिँडेर थियो यहाँ थियो यहाँनिर अरे यो त होइन यहाँ थियो यहीँ थियो धारा सबै खोलिएछ नि त यहाँ थियो धारा यहाँ पानी उ गरेर यहाँ थियो यसो बिसाउने अथवा गाग्रीलाई डोकोमा लाउने अनि यहाँ बरु दह थियो अलिकति के दा अरे याङमिन यो भन् त यो दाको नाम थाहा छ यो दालाई भुकुन्डी दा भन्छ कसले माछा मारे कि के गरेको यो मिठोमा कसले हो नि छोड्दै छोड्दै पर्दैन त्यतिकै छोड्नु छोडिदिउँ अम्मै त्यो बोतलमा के छ त्यो बोतलमा चाहिँ के छ ओ माथि कल्चुरेर गुड लाउँथ्यो कि ओ यहाँ कल्चुरेर गुड हुन्थ्यो सालै पछि अहिले पनि छ रहेछ होइन हुर्काइसकेको गुड मात्रै छ म पहिला कम पौडी खेल यो भुकुन्डी द यस्तो रहेछ है अहिले माछा छ कि छैन अहिले के माछा थियो गलेर होला हौ याङमिनले कि माछा नै हो कत्ले पो छ ए असला त छ होला त्यो जमुने धा ठुलो कि ठुलो माथि हो माथिको बाटो मुनि योभन्दा माथि ऊ माथि अलिक माथि नै तर यो हो भुकुन्डी धाको छाग यस्तो मजाको छ धारा चाहिँ सबै सोध्यो याङमिन जाउँ अब होइन कहिले अम्मै अनि के अरे चिसोमा कठा गइँदैनौ त आज भनेको नजा याङमिन चिप्लेला छोड्दै छोड्दै अब भयो भरे काकासँग सोर्नु अनि मैले देखेँ हो भयो लु जाऊँ अरू बेला पनि खेल्छौ अरू बेला खेलेको छैन बर्खामा त पहिला त यहाँसम्म थियो नि त यहाँ बारेर हामी खेल्थ्यौँ पहिला यति नै अनि बेबिया त हो त यो पनि यो बेबियाकै खोला हो के कहाँ माथि बेबियाको तल हो नि त यो बेबिया कागुवासम्म पुग्छ सर्प पानी सर्प कहाँ हाम्रो यहाँ धारा याद छ कि छैन ऋषिलाई कता हिँड्यो त्यो कता गयो पारी त्यसलाई त थाहै छैन नि हामी यहाँ धारामा पानी भर्न आउँदा यही त हो हाम्रो धारा यहाँ धारा थियो नि पहिला ए यहीँ त थियो धारा ठ्याक्क यहाँ यो गुहेखल सेताथि आउँथ्यो अनि हाम्रो धारा चाहिँ अलिक माथि यहाँ त्यो खोला यता मात्रै आउँथ्यो अनि यहाँनिर धारा थियो ढुङ्गा कता पुऱ्यो त्यो ढुङ्गा त यिनीहरू कुन हो अस्ति त्यो भोलि यता पल्टाएको थियो कुन हो अनि यहाँ त खासै दह थिएन दह त ऊ यहाँ पो थियो त अलिक तल
माछा मार्थ्यौँ कहिले काहीँ हामी त्यहाँ। यहाँ पहिल्यैदेखि त्यहाँ त पहिला त ठुलै छ होला त्यो खोला होइन यस्तै हो तर यो हाम्रो माको तिमीहरूको टुमाको चौतारो हो यो। पापाले चाहिँ गर्नुहुन्छ त तर यो साल चाहिँ हामीले त्यसले गरिन्छ अरे त्यो बाटो खानेले गर्छ। अब कसले ढुङ्गा यहाँको ठुलो ढुङ्गा भत्काएर बनाएको रहेछ त्यो ढुङ्गा। यो पुल यहाँ माइला देख्न लडेर फेरेको ए हो र कहाँदेखि कहाँ पुग्यो तल? ए यो त्यो त बाख्रा यत्नु पो आएको रहेछ त। यो हो हाम्रो माको चौतारा। चौतारा हौ चौतारो कहाँ? यो हाम्रो माको चौतारा। तिमीहरूको त टुमा लामा पुगिसक्यो नि। उयो ऋषि नै तिमीहरूको काका होइन त? अनि ऋषिलाई के भन्छ बाबाङ भन्छ? बाबाङ होइन? म नै तिमीहरूको पाप्पा भनेपछि मेरो मामाको चौतारा हो। हाम्रो खाँदरी जाने बाटो यही हो। होइन पहिला अहिले त अब उतादेखि जान्छौँ नि। तिमीहरू घर उयो होइन उयो हरियो ए कसको त्यो हरियो त? यो यो हौ यो त्यो हरियो यो हेल्प पर्छ। यो पुरानो लसुन यसले फलेको थाहा छ? यसले फल्छ नि। यसलाई कस्तो गनाउँछ त्यो फलेको हो कि होइन? कसले अरे मरेको? यो चाहिँ के को बिरुवा हौ यो? यो के गरी माछा मार्यो त? बल्छीमा? हातले नै हो। यो के को हो? कटुसको रहेछ यो त। लडिन्छ है हो केटा? हिँड म त सिपले भने त। ए हुन्छ सीमा। ऊ चाहिँ कसको नानी सीमा? ए पवनको हाम्रै नाति। के खेलेर अरे? हौ याङमिन हाई खतरा रहेछ हौ हाम्रो याङमिन। बाटो माथिल्लो तल हो? यता हो बाटो? सजिलो छ त हो त्यो याङमिन। एउटै हो। हो त्यो त म लान्छु नि हौ। होइन उनीहरू 4 जना रहेछ गाडीमा होला उनीहरू त्यस्तो होला नाना। नानाको घर आइयो भयो नाना। मेरो भारी टन्नै सुन्तला बोक अनि भयो नानु नबोक्ने। बाइकमा भारी बोके टन्नै पाङमादेखि बोकिरहेको छु। होइन भेटघाट रहेछ। नानाको घर कहिले आएको थिइनँ अनि त्यहाँ नजिकै हो भने देउनले पनि अघि भ्यायो भने पुग्छु भनेको। त्यहीँ त छ भन्यो। पनि व्यस्तै होला नि। अनि पोहोर परार कहिले पो पनि आइरहेको रहेछ अहिले। अनि